हेलो नमस्ते एन्ड गुड मर्निङ एभ्रिवान। आज चाहिँ यो मेरो नेक्स्ट भ्लग हो। अनि यो भ्लगमा चाहिँ मैले सबै दसैँको पार्ट्सहरू टुक्रा टुक्रा गरेर राख्छु ल। अनि एभ्रिवान ह्याप्पी दसैँ। आज चाहिँ अष्टमी हो अनि त्यसपछि यहाँ पुरा अष्टमीको पूजाको प्रिपरेसन भइरहेको छ। यहाँ खुट्टा बनाउने ट्राई भइरहेको छ। दुईटा यता र यता यस्तै गरेर ठ्याक्क बस्नु पर्यो नि फेरि कसरी भाइ। अब चाहिँ हाम्रो आँगनमा पूजा गर्न भाइ गइरहेछ। यहाँ सर सामग्री बोकेर अब यो यहाँ अब यो पानीले अब सबैलाई पहिला दियो बाल्दै खै दियो तिमीले अघि लाइट पूजा यस्तो गरेर न हातमा पानी लिएर दाहिनेपट्टि उठा बाटो लगाइदियो। दर्शन अब काट्दियो कफ नानी उति कल गाइज हाम्रो बलि पनि चढिसकेको छ भगवानलाई। अब यहाँ पूजा गर्नुपर्छ होइन मम्मी? हजुर गाइस कति राम्रो बटरफ्लाई आएर बसेको थियो यार, भर्खरै उडिहाल्यो नि। हाम्रो चाहिँ पूजा सकियो। भाइ चाहिँ अब हाम्रो पूजा चाहिँ बाहिरको आँगनको पूजा चाहिँ सक्यो। अब भित्रको पूजा चाहिँ माथि मन्दिरको पूजा चाहिँ भइरहेछ। त्यो चाहिँ देखाउन मिल्दैन गाइस, त्यही भएर म यहाँ बाहिर बसिरहेको छु। सक्यो पूजा पनि। गाइज हाम्रो अष्टमीको पूजा पनि सकियो। अब नेक्स्ट म यही भ्लगमा चाहिँ हाम्रो दसैँको टिकाको भ्लग पनि एट्याच गर्नेवाला छु। सो स्टे ट्युन्ड, स्किप गर्ने होइन है त्यहाँ। आज चाहिँ बाबा पनि घर आइसक्नु भएको छ। बाबा हाई। हाई छोरी, ह्याप्पी दसैँ। सेम टु यु। कत्रो पापड बेलेर कत्रो चाहिँ चुनौती मोलेर आउनु परेको छ दसैँ। के गर्ने अब अर्को 2 वर्ष छ यहाँ सधैँ दसैँ हो घरमा। आज चाहिँ हाम्रो यस्तो मासु पाकिरहेको छ। यो चाहिँ मासुको अचार हो। यो भुटान हो कि? ए यो भुटान हो कि? अहिले रातो बनाएर राख्नुपर्छ। यो भुटान अल्छ। यो भुटान हो, यो भुट्टा मासु हो। यो चाहिँ कलेजो फोक्स हो। अनि यहाँ चाहिँ टाउको मासु छ क्या। अनि त्यसपछि त्यो चाहिँ अचार बनाउन छुट्याएर बोसो हो। यो मैले पक्कु बनाउने भनेर राखेको, या म्यारिनेट गरेको मासु। त्यसपछि यो मासुको अचार बनाउने। मोर टु कम। ओके, यहाँ चाहिँ मासु धेरै भएर फेरि लम्पसार हुनुहुन्छ। मासु धेरै भएर अर्कोलाई फेरि यहाँ बसिरहेछ। पुच्छरहरू खान्छु आइज। विजय दशमीको 9औं दिन है छोरी। हेलो अङ्कल। हाई। हेलो। यसपालि छोटो मोटो मिठो छ, खाँदै ठुलो छैन यसपालि। 18 भाइमा जम्मा 3 भाइ जुरेका छौँ। हामी 18 भाइ छौँ। तिमीहरू के छोरी के अरे नखाने अब अहिले बस।
तँ अलिकति खान्छ नि एक प्याक खान्छ जुन बाँकी छ ओइ ल हाम्रो आन्टी माइलमलहरू खाइरहनु भएको छ आन्टी चाहिँ कहाँ जानुभएछ सक्यो खानु खानु गङ्गा प्लिज मलाई राम्रो फेरि कुन छका कुन सत्ता सब चिनिन्छ अब चाहिँ गाइज मेरो के पर्छ होला त पहितिर त कलर मात्रै होइन लास्ट थ्यात्तेरिका दुःख किन भ्याग्या त्यही पनि अहिले आउन सक्छ नि होइन वर्ष रन रन होइन के हो यता ला 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 वानले गयो सत्ताजुट भन्नु भयो बेजती सत्ताजुट भन्ने केही पनि हिँडेको नि प्लिज भगवान प्लिज प्लिज पास आउनलाई एकैचोट आउनुपर्छ हो त्यस्तो ए गङ्गाकोमा वानले अघि नि वान यो अघि त होइन अघि आज चाहिँ फाइनली टिकाको दिन हो अनि यहाँ चाहिँ हाम्रो प्रिपरेसन भइरहेको छ यस्तो प्रिपरेसन भइरहेछ हामी आज टिका चाहिँ तल माइन्ड ममको घरमा लाउने हो लाउन त तर यहाँ पनि टिका चाहिँ उठाउनु पर्छ त्यही भएर बिङ प्रिपेयर्ड आजको पूजा गर्ने मान्छे पूजा होइन यसो देउतालाई देवी देउतालाई चाहिँ घरको चाहिँ देउताहरूलाई चाहिँ पछेटाको चढाउने दिन हो धोती कसरी लाउनु भयो बाबा धोती आफूलाई जसरी सहज हुन्छ त्यसरी लगाउने बस्दा नमिल्ने गरेर मलाई यही किसिमको सहज हुन्छ धोती यो चाहिँ मैले सेटअप गरेको हो यो सेटअप हो नि त सेटअप अब यहाँ मैले जमाएर राख्छु कसरी राख्नु थानी देवता अक्ला देवी माता छाब्दी बराई छाब्दी बराई माई पाथी भएर होला नि त्यहाँ पाथिभारा माता माता गढीमाई हे प्रभु अब बाँकी सबै देवी देवता देवीहरू सकेसम्म सम्झिने कोसिस गरौँ यदि कुनै देवी देवताहरूको चाहिँ असल बिर्सल भएमा यिनै प्रसादलाई यिनै टिकालाई ग्रहण गरेर आफ्नो नाममा चाहिँ टिका ग्रहण गरिदिनु होला प्रभु असल बिर्सल भुलचुक माफ पाऊ फाइनली अब हाम्रो सेटअप पनि भइसकेको छ अब यो माथिको टिकाको लागि यस्तो हतार हतारमा रेडी भएर अब चाहिँ हामी तल घर जाँदैछौँ मेरो सल मेरो आउटफिट चाहिँ म एकछिनमा देखाउँछु या देखाउन मिलेन यस्तो छ मेरो ओटिडी र सबको आउटफिट हेर्नु है गाइज मैले किनिदिएको सबैको मेरो पैसाले चाहिँ होइन तर मेरो चोइस चाहिँ हो कर्ता चाहिँ यहाँ हुनुहुन्छ कर्ता चाहिँ यहाँ हुनुहुन्छ मम्मीको आउटफिट ज्योतिको आउटफिट गङ्गाको आउटफिट अनि मेरो आउटफिट टोपी खोल्नु मैले आजको उयो छ अरे क्या छुट्टै आएको छ ज्योतिषले पहिले भन्छ नि अस्ति टिकाको सायद र अनि यो बस्ने तरिका यता चाहिँ अब टिका लाउने कार्यक्रम भइरहेको छ मम्मीहरूले टिका लगाइसक्नुभयो अहिले चाहिँ अङ्कल आन्टीको पालो खै बाबा सरी खै अब हाम्रो प्रतिको समर्पण बाबा हो त्यसै गर्दै भयो
दुईचोटि ल तिनीहरूको टिका ल भयो अब भाइको पाली छ गणेश दाई घर बाहेक कोही छैन टिका लगाएर कोही छैन रुपेश दाईको घरमा नि हो रुपेशमा को छ कोही नि कोही तिमीहरूको त छ होला दाई हो त्यो त कटाएर हो कोही मात्रै पढन्थे ठान्छ होइन त्यही हो हामी त नपढिकन अनि 48 ब्यालर पास गरेर त धेरैजना भयो त गाँठी 4 जना भएन हामी पनि अब कहाँ त्यस्तो ऊ हो र कान्छु नि हो र सबै ब्याज सधैँ उत्कृष्ट रहोस् अब यही नै आशीर्वाद दुर्गा भगवतीको सधैँ कल्याण गरून् विशेष गरेर व्यवसायिक जीवन चाहिँ राम्रो होस् पारिवारिक जीवन राम्रो होस् सुख समृद्धि सदाभर सधैँ उत्तरदायी हुनुपर्छ त्यसमा दुर्गा भगवती माताको आशीर्वादले छोरी राम्रो होस् भन्ने युवा आशीर्वाद दिन चाहन्छु हाम्रो माया आइसक्यो त्यहाँ ठुल्कान स्वेट खान्छ आशीर्वादमा डिस्टर्ब नगरौँ न त्यसलाई सधैँ केन्द्र भागमा राखेर काम गर्नु जहाँ पुगे पनि देशलाई माया गर्नु देश मम्मी राम्रो पिरियडमा राख नि त तिमीले भएन राखे पैसा ल भयो ल ब्याचलर क्लियर गरेको छौँ त्यसमा पनि धेरै धेरै धन्यवाद छ अझ राम्रो होस् डिग्री पढ्नु डाक्टर बन्नु पिएचडी डाक्टर है मेडिकल डाक्टर होइन डाक्टर विभूषण हुने सौभाग्य मिलोस् ठुलो मान्छे भन्दा पनि राम्रो र असल मान्छे बन्न सिक्नु दुर्गा भगवती माताको चाहिँ सबै आशीर्वाद लागोस् समाजप्रति घरप्रति आफन्तप्रति सधैँ वफादारी उत्तरदायित्व हुनु देशलाई सधैँ माया गर्नु है आफन्तको साबिकै हो सबैलाई आशीर्वाद गोडा ढोक्नु पर्ने हो टाढा छ म छोडिदिएँ यसलाई पैसा दिएर फेरि नाक खुम्चाउँछ ल घोडा ढोक्नु पर्ने हो 101 होस् नाति र नातिनीहरू है ल दुर्गा भगवती पनि सधैँ आशीर्वाद लागोस् उन्नति प्रगति होस् राम्रो बनोस् छोरीहरू सबै लोकसेवा लड्ने पढ्ने पहिलो कुरो विशेष पढाइलाई फोकस गर्ने दुर्गा भगवती माताको आशीर्वाद लागोस् राम्रो होस् सुखी होस् ऐश्वर्यवती होस् भाग्यमानी भइस् है यो दसैँको छोरीलाई 22 सालको शुभकामना पैसा निकाल त ल ल अस्ति मैले कान्छो छोराको बर्थडेमा प्रत्येक बर्थडेमा सबै छोराछोरीहरूको सम्झिन्छु म किनभने तिमीहरू सबैलाई म एउटै क्याट गरेर राख्छु फुलबाबाले कोहीलाई तल कोहीलाई पाखा गर्छ भने नसम्झिनु सबैलाई गर्छु माया गर्छु तिमीहरूले पनि माया गर्नु राम्रोसँग पढ्नु ठुलो मान्छे बन्नु अब परिवारको कान्छो छोरो अब छोरामा कान्छो छ मेरो हजुरबाको मेरो बुवाको चाहिँ कान्छो नाति राम्रो पढ्नु है राम्रो पढ्नु अनि यो लाउने भनेको त ल्याउँथ्यो त भने हैन त पहिले देखिको अब अहिले कतिमा छोरो उले मजाक सम्झ्यो 9 हैन पहिले देखि भने यासीको चाहिँ उत्कृष्टमा चाहिँ ल्याउने चाहिँ ल्याओस् जिल्ला टपोस् दुर्गा भगवती माताले सधैँ कल्याण गरून् राम्रो होस् उन्नति होस् प्रगति होस् मामा थोरै पत्र आउँछ मेरो ग्रुपिङ फोटो खिच्नु पर्छ है भने म झन् औ गर्दा उलिरहा ब्याज भएको हाम्रो व्यापारीको भ्याइ नभ्याइ छ गाइस टिकट नि फोन आएकै छ हामी त टिकट लाउँदैछौँ भर यहाँ म आशीर्वाद दिँदैछु भन्नु न पानी परान त्यता परेर अहिले हाम्रो टिका लगाएर पनि सक्यो हाई सबैजना देखिया छ त गाइज गङ्गा बाबा यहाँ हुनुहुन्छ हेलो 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 मुवा बोर्लाङको यमुनाको उता मुवा यता हेर्नु त ए मुवा हाम्रो म यहाँ होला
हामी चाहिँ अब टिका लाउने कार्यक्रम सक्यो यसपालि हाम्रो केही टिका थिएन गाइज यस्तो घाटो लाग्छ नि आशीर्वाद आशीर्वाद घाटो लाग्छ मिलाएर बुझ्नु होला कस्तो बाइकको अलिक महँगै छ यसपालि मेरो एकचोटि हेर्नु त फोटो खिचेर हेर्नु त हेर्नु हेर्नु झोलामा अहिले चाहिँ हामी मेरो मितिनीको घरमा आएको छ बाहिर म यहाँ कति राम्रो भ्यू माई गड अर्को त देखाउनु परिहाल्यो गाइस होइन मेरो मितिनी घर यहाँ यहाँ हेर्नु त तिमी खान्न अलिकति दिनु नि त अलिकति यतिकै खाने कि यत्तिकै खान्छ मङ्गीलाई ल्याइदिन्छु नाइ पुग्यो है पुग्यो अब चाहिँ हामी तल घर जाँदैछौँ ठुल्बाको घरमा यहाँ यस्तो बाटो हिलो छ रहेछ अलिअलि हाई गाइस गुड मर्निङ यो चाहिँ एनदर डेको भ्लग हो मैले हिजोको चाहिँ थकेलाएर भ्लग कम्प्लिट गर्न पाइनँ सो बाई बाई अब म अर्को भ्लग बनाउँछु पार्ट 2 त्यो चाहिँ हामी मामा घर जाने भ्लग हो